नमस्कार हजुरहरु सबलाई स्वागत छ हाम्रो फेसन वेयर को युट्युब च्यानलमा। एकदमै लामो समयपछि चाहिँ मैले हजुरहरुको लागि फेरि पनि भिडियो लिएर आएको छु। आज चाहिँ मैले यो दुईटा ब्लाउजको डिटेल्समा हजुरहरुलाई चाहिँ कस्तो छ यसको क्वालिटी, फिनिशिङ अनि यसको फेब्रिक के हो सबै डिटेल्समा देखाउने छु। सो यसको लागि चाहिँ हजुरहरुले भिडियो अन्तिमसम्म स्किप नगरिदिनु होला। अब थोरै पनि स्किप गर्नुभयो भने सानो भन्दा सानो डिटेल्स यसमा छुट्न सक्छ है त। फर्स्टमा कुरा गरौँ ब्लाउजको प्राइसको, मात्र 779 मा। 779 अब प्राइस वाइज त क्वालिटी एकदम नै हजुरहरुले हाई पाउन सक्नुहुन्छ। अब हाई भए तापनि फिनिशिङ कस्तो छ, क्वालिटी कस्तो छ त्यो त हजुरहरुले थाहा पाउनु पर्यो नि त। सो मैले हजुरहरुलाई चाहिँ यसलाई एक पिसलाई देखाउँछु। फर्स्टमा यो डिजाइन देखाउँछु, त्यसपछि अर्को डिजाइन हेर्नु होला है। यस्तो राम्रो फिनिशिङ आउँछ, हेर्न सक्नुहुनेछ। अब यो चाहिँ धेरै ठुलो बस्ट साइजहरुलाई चाहिँ हुँदैन, हजुरहरुले 32 र 34 मा लाउन सक्नुहुन्छ। साथै अब हजुरहरुको कम्मरको पार्ट चाहिँ अलि ठुलो अनि बस्ट साइज अलि सानो छ भनेदेखि पनि एडजस्ट गर्नु मिल्छ। यस्तोमा चाहिँ यसरी माथिपट्टि पनि यसरी डोरी, गलामा यसरी खस्छ भनेर यसरी डोरी, साथसाथै यो एकदम ट्रेन्डिङ भिनेक वाला चाहिँ प्याटर्न तल रहेको छ अनि तलपट्टि पनि यसरी एडजस्ट गर्नु मिल्ने डोरी छ है। अब म यसलाई ओपन गरेर देखाउँछु, हेर्न सक्नुहुन्छ। यो डोरी सिल्कको फेब्रिकमा बनेको हुन्छ, यसरी हजुरहरुले हेर्न सक्नुहुनेछ। अनि त्यसै गरी रहेको छ भित्रपट्टि फिनिशिङको कुरा गर्नु पर्दाखेरि हजुरहरुले यसरी मलमल कटनको चाहिँ भित्री पाउन सक्नुहुनेछ। अनि यो फेब्रिकमा पनि सिक्वेन्स छ, हेर्नु होला कस्तो राम्रो साइन गर्छ, जसले गर्दा चाहिँ हजुरहरुले जुनसुकै साडीसँग क्यारी गर्दाखेरि पनि लुक्स एकदमै राम्रो आउँछ। प्लस समर सिजनको लागि कस्तो राम्रो के। अनि फेब्रिक चाहिँ यसको एक्ज्याक्ट नेम लाइक्रा हो। लाइक्रा भए पनि फिनिशिङ एकदमै राम्रो दिएको छ, हामीले यसलाई हेर्न सक्नुहुनेछ। अनि यसको लुक्सको कुरा गर्नु पर्दाखेरि हेर्न सक्नुहुन्छ अल ओभरै पाइपिङ, यसरी यो सबैतिर भी, यो गलादेखि लिएर यसरी स्लिपदेखि लिएर अनि यसरी यो पार्टमा पनि मजाले पाइपिङ छ भनेपछि फिनिशिङ एकदमै राम्रो छ। फिनिशिङमा हामीले कमी गरेको छैनौँ। सो प्राइस पनि कम छ, फिनिशिङ पनि हाई छ। तर यो धेरै ठुलो बस्ट साइजलाई चाहिँ मिल्दैन, हजुरहरुले त्यो चाहिँ बुझ्नु पर्यो। अरू कुनै क्वालिटी केही कुरामा कम्प्रोमाइज छैन, धेरै ठुलो साइजलाई मिल्दैन। अब कुरा गरौँ यो प्याटर्नको। यो प्याटर्नमा चाहिँ हजुरहरुले यसरी स्ट्राइप वाला डिजाइन पाउन सक्नुहुन्छ, जुन चाहिँ एकदमै धेरै ट्रेन्डिङमा पनि रहेको छ। अब यसलाई पनि म डिटेल्समा देखाउँछु। अब यसमा चाहिँ हजुरहरुको बस्ट साइज एकदम सानो छ भने पनि यसको फिनिशिङ लुक्स चाहिँ अलिकति क्लियर आउँदैन, जसले गर्दा चाहिँ हजुरहरुले चाहिँ अब हुन त साइज 32 34 हामीसँग अभाइलेबल छ, त्योभन्दा माथिकोले पनि लाउन सक्नुहुन्छ। तर अब बस्ट साइज एकदमै सानो छ भने चाहिँ फिनिशिङ लुक्स चाहिँ अलिकति राम्रो देखिँदैन। हजुरहरुले यसलाई आफैले लगेर आफ्नो प्याटर्नमा, डिजाइनमा, साइजमा चाहिँ कस्टमाइज गर्न चाहिँ पर्न सक्नेछ है। सो हजुरहरुले चाहिँ अब आफ्नो साइज अनुसारले यसलाई लिन सक्नुहुनेछ। सो हेर्न सक्नुहुन्छ मैले लगाएको यो 34 साइज हो। 34 साइज भए पनि यसरी एडजस्ट गर्नु मिल्छ। मैले एक पिस आफै लगाएको छु, जसले चाहिँ 36 38 सम्म साइजले मजाले क्यारी गर्न सक्नुहुनेछ। यस्तो राम्रो डिजाइन प्याटर्न आउँछ। अब यति कम प्राइसमा हिजो आज फेब्रिक खोज्ने झन्झट, साथसाथै सिलाउने झन्झट त परै जाओस्, फिनिशिङ भने जस्तो पनि निस्किँदैन नि त। सो हजुरहरुको त्यो असुविधालाई ख्याल गर्दै हामीले चाहिँ यस्तो टाइपको ब्लाउज पनि लिएर आइदिएको छौँ। सो लुक्स वाइज पनि राम्रो, समर सिजनको लागि पर्फेक्ट। मेन भनेको यो जुनसुकै साडीमा नि जान्छ कि। मल्टी कलर्सहरू छ, हेर्न सक्नुहुन्छ यति धेरै छ मल्टी कलर्स, जुनसुकै साडीसँग पनि मजाले क्यारी गर्न सक्नुहुनेछ हजुरहरुले। यसमा पनि अब भित्र फिनिशिङको कुरा गर्नु पर्दाखेरि यस्तो मजाले कपलाई कभर गरेको हुन्छ अनि मलमल कटनको भित्री हुन्छ। सो लुक्स एकदमै राम्रो पाउन सक्नुहुन्छ। अब जसमा यो एक पिस त म आफै लगाएको छु। अब हल्का यसको अब यस्तो पार्टमा हजुरहरुको फ्याट अलि धेरै छ भने पनि अलिकति गाह्रो चाहिँ हुन सक्छ हजुरहरुलाई लगाउनलाई। अब तर होइन म लगाउँछु भन्नुहुन्छ भने अब त्यस्तो लुक्स नराम्रो देखिने भन्ने चाहिँ हुँदैन। सो एकदमै राम्रो छ, मन परेको छ भने अर्डर गर्न सक्नुहुन्छ। इन्स्टा, फेसबुक हाम्रो फेसन वेयरकै नाममा रहेको छ, त्यसमा गएर चाहिँ हजुरहरुले हामीलाई अर्डर गर्न सक्नुहुन्छ। क्यास अन डेलिभर नेपालभर नै रहेको छ। साथसाथै अरू धेरै प्याटर्नको भिडियोज हेर्न चाहनुहुन्छ भने हाम्रो यो युट्युब च्यानललाई सब्सक्राइब गरेर हाम्रो अरू भिडियोजहरू पनि हेर्न सक्नुहुन्छ। सो नेक्स्ट टाइम पनि यस्तै भिडियो लिएर आउने नै छु। अझैसम्म पनि सब्सक्राइब गर्नुभएको छैन भने हाम्रो यो आइडीलाई सब्सक्राइब गरेर माया गर्न सक्नुहुनेछ।